यस्तो छ साथी हो, 10औं दिनको हाम्रो ट्रेकिङ यात्रा। यसो ठाडो उकालो चढ्नु पर्छ क्या, त्यही माथि हिउँ परेर दाइ र म चाहिँ सामान लिन आएको, खासमा तेल लिन आएको। यस्तो ठाडो उकालो चढ्नु पर्नेछ, धेरै भन्दा धेरै हिउँ परेको छ। कुरै नगर्नुहोस् कति धेरै परेछ भनेर। साह्रै 4 फिट यसपालिको अक्टोबर सिजनमा हिउँ परेको छ। धेरै भन्दा धेरै चाहिँ यो उकालो हिँडिसकेको हामी। हिँड्नु नपरोस् भनेर अस्ति नै मैले सोचेको थियो। लगभग म आज सहित 12 चोटि ओहोर दोहोर 6 चोटि गर्दा 12 चोटि यो उकालो चढिसकेको छु। बिजोग रमाइलो छ साथी हो है। सबैतिर बर्खाको सिजन सकियो, हिमाली बेगमा चाहिँ पुरै हिमपात यसपालि छिट्टै सुरु भएको छ। धेरै न्युजहरुमा तपाईहरुले देखिरहनु भएको होला। यस्तो ठाडो उकालो चाहिँ फेरि बारसहित उकालो चढ्न पाउँदा चाहिँ अब यो सौभाग्य नै भनौँ हैन, यस्तो छ। अस्तितिर चाहिँ यो सबै कालाम्मे थियो, पुरै सेताम्मेमा परिवर्तन भएको छ। तलतिर देख्न सक्नुहुन्छ यो क्याङजिङ गुम्बा भन्दो रहेछ यो ठाउँ। यतातिर यस्तो शीतल आज दाइ, आज पनि हिउँ पर्छ जस्तो छ है। कालो बादल लागिसक्यो है। 10औं दिनको यात्रा पार गर्दै गर्दा चाहिँ यस्ता खालको परिस्थितिहरू चाहिँ धेरै झेल्नु परेको थियो यसपालि। अब हिउँमा त यसपालिको मात्र यात्रा हैन, पहिला पनि हिँड्नु चाहिँ हिँडिरहेको हुन्थ्यो, ट्रेकिङ यात्रा गरिरहेको हुन्थ्यो। तर यसपालि जति बिजोग चाहिँ कहिले भएन क्या। सामान साथीहरूले तल बेस क्याम्पसम्म मात्रै ल्याउन सक्यो, त्यसपछि माथि हाइकिङ पुग्ने यहाँदेखि हामी चाहिँ बाहिरसित अझै 1.5 घन्टा लाग्छ होला। यस्तो छ गाइज है। दसैँको विशेष माहौल तातिरहेको बेला चाहिँ हामी ट्रेकिङमा आएको थियो। आज 10औं दिन भइसकेको छ। हामी खासमा 12 दिनको आएको, 12 दिने ट्रेकिङ चाहिँ आएको थियो। त्यो चाहिँ लगभग विभिन्न कारणले मौसमले साथ नदिएको कारणले गर्दाखेरि अब हाम्रो चाहिँ लगभग लम्बिरहेको छ। 12 दिन, कम्तीमा 14 दिन या 15 दिन हुन्छ, त्यो कन्फर्म भइसकेको छ है। फेस फुटेर है यो हिउँले खाएर नाक सबै नाकतिर पनि घाउ भएको छ। वेलकम टु न्यू डे न्यू ब्लग। एन्ड सबै यस्तै छ उकालोहरू। 10औं दिनसम्म आइपुग्दा चाहिँ केही चेन्ज भएको छैन। अस्तिको कालाम्मे पसहरू चाहिँ पुरै सेताम्मेमा परिवर्तन भएको छ। योभन्दा चाहिँ मेरो फेस अलिकति क्लियर ल्याएको थिएँ मैले काठमाडौँदेखि आउँदा। पुरै कोइला जस्तो भएको छ, कालो न कालो भएको छ। यो हिउँले गर्दा नै हो। मैले चाहिँ सबै कपडा पनि त्यति राम्रो भोगेको थिएन, मसँग चस्मा पनि थिएन। यो चाहिँ हाम्रो क्लाइम्बिङ शेर्पा दाइहरूले दिनुभएको चस्मा युज गरिरहेको छु। धेरै सहयोग गर्नुभएको छ। उकालोको कुरै नगर्नुहोस् है। उकालो कस्तो छ भनेर मेरो ब्याकग्राउन्डमा देखिरहनु भएको छ, पुरै के नाक ठोकिने खालको चाहिँ उकालो छ। त्यही माथि हिउँ छ, अत्यन्तै 4 फिट भन्दा माथि हिउँ परेको कारणले गर्दाखेरि माथि बस्ने हामी बाध्य भएको छौँ। समीप हाम्रो ग्रुपको चाहिँ अस्ति थियो, हिजो थियो दाइ। हाम्रो ग्रुपको खासमा त्यसले साथ दिएको भए हिजो चाहिँ समीप थियो। समीप त्यो चाहिँ मौसम चेन्ज भएको कारणले गर्दाखेरि आज ट्राई गर्नु गएको छ। जस आज यसो यिनीहरूले हेरेर यदि सक्ने हो जस्तो भने चाहिँ भोलि कन्फर्म हो यिनीहरूको समीप। यस्तो छ गाइज। त्यसपछि हामी फर्किन्छौँ। धेरै दिन त बस्नु पर्दैन। हाइक्याम्पमा बसेको चाहिँ 6 दिन भइसकेको छ। हाइक्याम्प 6 दिन बस्दा चाहिँ पुरै देख्न सक्नुहुन्छ यस्तो फेस भएको छ। पुरै हिउँले खाएर पुरै पाब्रो उब्किरहेछ क्या। यत्रो साह्रो हुन्छ भनेर मैले सोचेको थिइनँ। फेस नधुन मिल्नु है। चिसो यति चिसो छ, यति चिसो छ। दाइ बिस्तार पालो गरौँ है, बिसाउनुहोस्।
दाइले यहाँ मती तेल बोकिरहनु भएको छ पालो पालो गरेर बोकेर हामी जाँदैछौँ यस्तो छ गाइस यसपालिको दसैँ विशेष है तल बेस क्याम्प पुग्नु लागि चाहिँ एकदम अघि नै लड्दैन होला देखिरहेछ त यति साह्रो हिउँ परेछ यार बिस्तारै पाउनु पर्यो आएदेखि बासियो थ्याङ्क यू दाइ दाइ टेनमा रहेछ एउटा मात्रै फोन होइन हुनुहुन्छ त्यही त्यही रुममा छ क्या टेनमै छ यता फोन त छ क्या छ मैले सोधिरहेको अहिले ल पर हुनुहुन्छ मान्छे चिन्ने गाह्रो यिनीहरू भनेको नमानेर मरेछ यिनीहरू कस्तो खालको लोदहरू हुन्छ क्या यिनीहरू फेरि अघि दाइहरूले खासमा हाम्रो ग्रुपले चढ्न खोजेको पिक चाहिँ यही हो गन्जुला पिक भन्दो रहेछ गन्जुला कुन पिक भन्दो रहेछ यो चाहिँ त्यहाँ माथिसम्म आज बाटो हेर्न गएर यो बाटो यहाँदेखि हेर्न गएको थियो माथिसम्म आउँदा फेरि अर्को बाटो आउँछ क्या न आफू आउन सक्छ मुलाहरू आफ्नै दिनमा हिँडेर कस्तो यो सिद्धि हुन्छ कि कुनै कुनै त यो खाइहरू पनि सुर सुन्ने क्या कोरियन भनेपछि त झन् यो कोरियनहरू के नि कतिजना तिनजना त चारजना त्यो देखिरहेको छ त एकजना मऱ्यो कि क्या हो यता छ यस्तो छ हिउँ परेर आज हामी आएको 10 दिन भइसक्यो हामी यहाँ बसेको हामी तल हाम्रो पालो तल देखिरहेछ तल चाहिँ हामी बसेको लगभग 6 रात भइसक्यो यस्तो चिसो क्या यस्तो चिसो मेरो फेसको त कुरा नभन्नु यस्तो है यस्तो भएको छ यार